Happy तिहार सबै देशवासीलाई मलाई चिन्नुहुने सबैजनालाई काग तिहारको धेरै धेरै शुभकामना। जरा सबर करो। यो चोटीको तिहारमा दाजुभाइहरूले 10,000 भन्दा कम दक्षिणा दिन पाइँदैन। यो पालिको तिहारमा हामी भाइहरूलाई दिदीहरूले 10,000 को गिफ्ट दिनुपर्छ, नत्र हामी तिहार नै मनाउँदैनौँ। यो तिहारबाट मेरा प्यारा दाजुभाइहरूले सामना गरेका ती हारहरू सबै जितमा परिणत हुन्। तिहारको शुभकामना। अरू बेला ढुङ्गा हानेर लखेड्थिस् नि, आज त मलाई नै खोज्दै होला छैन? यत्रा नि आउँदिन म त। ह्याप्पी काग तिहार। दीपावलीको उज्यालोले अन्धकार टाढा पारोस् र मनमा उज्यालो आओस्। शुभकामना तिमीलाई। ह्याप्पी काग तिहारको धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच ब्रो। छानामाथि ओखर देउसी रे हामी सबै जोकर देउसी रे जसले दिन्छ मुरी देउसी रे उसको सुनको धुरी देउसी रे जसले दिन्छ पाथी देउसी रे उसको सुनको छाती देउसी रे छानामाथि घिरौला देउसी रे कति दिन्छन् हेरौला। देउसी रे। यो तिहारमा थापाको घर नजाने देउसी खेल्न। थापा जस्तो लोभी खोइ छैन नेपालमा। 5 रुपियाँ मात्र दिन्छन्। हामी देउसी भैलो खेल्न आउँदा कहिल्यै 5 रुपियाँ मात्र दिन पाइँदैन। हामी त्यसै आएनौं, हाम्री आमाले पठाएको। छिटो छिटो पैसा देऊ। हे काग, यी प्रसाद ग्रहण गर्नुहोस्। हामी आज तपाईको पूजा गर्छौं, हामीलाई शुभकामना दिनुहोस्। तिहार 2082 र छठ पर्वको शुभकामना। नेपाल सम्बत 1146 या भिन्तुना। खुसी रहनुस्, सुखी रहनुस्, यो पाण्डाको शुभकामना। भैलिनी आए आँगन तिम्री छोरी मागन। भाइ हो, राम राम हामी तिम्रो घरमा टिका त लाउन आएको। पैसा चाँडै देऊ। भैलिनी आए आँगन ल हामी तिम्रो घरमा भैलो खेल्न आएको। पैसा चाँडै देऊ। भन भन भाइ हो देउसी रे आयो तिहार। देउसी रे पैसा ए मुला देउसी रे आयो तिहार। पैसा नि देऊ अब मिठाई नि देऊ देउसी। यो तिहारको 5 दिनमा कुन चाहिँ कुकुर तिहार हो, कुन चाहिँ गाई तिहार हो, म त भुतुक्कै भए। बुझाइदिनु न हो। तिमीलाई थाहा छैन? तिहार त बुझ्नलाई होइन, रमाइलो। अरू दिन हामीहरूलाई ढुङ्गो हानेर लखेड्छन्, आज काग तिहार भनेर सबैले नाटक गरेर खोज्दैछन्। हामी त आउनेवाला छैनौँ। भाइ आज काग तिहार हो, कागलाई पूजा गर्छन्। दिदी तँलाई पनि पूजा गर्नु पर्यो जस्तो छ। बिहानैदेखि कहाँ गर्दै बसेकी छस्? यो कुकुर तिहारमा र कार्तिकमा जन्मेकाहरू बर्थडे नि कसरी मनाउँछन् हौ? कुकुर तिहारको दिन टीका र माला लारा लास पचार त हेर्दैनन् होला। तपाईँलाई थाहा छ हामी किन कागलाई पूजा गर्छौं? पुराना समयदेखि हाम्रो संस्कृतिमा कागलाई शुभ समाचारको प्रतीक मान्दै तिहारमा पूजा गरिन्छ। मेरो पालो पर्खाना, तिम्रो पालो अघिल्लो पाल्दै आएको थियो। अब म जित्छु। होइन म जित्छु। वाह!